नेपाल निर्माण गर्न नयाँ संस्कृतिको वाहक रेडियो गण्डकी 90.2 मेगाहर्ज। स्टुडियोको घडीमा 2 बजेको छ। वर्ग, क्षेत्र, जात जाति र भाषा भाषीको पहिचान, दलित, महिला, जनजाति र सीमान्तकृत आवाज दबिएका वर्ग जातिहरू, व्यापारी र कर्मचारी, किसान मजदुरहरू सुन्नै पर्ने एक पृथक कार्यक्रम समावेशी आवाज बुधबार र बिहिबार दिउँसो 2 बजे। समावेशी आवाज। नमस्कार। हिमाल पहाड तराई गाउँ शहर सबैतिर गण्डकी बगेझैं निरन्तर बजिरहने नयाँ नेपाल निर्माण गर्न नयाँ संस्कृतिको वाहक जनताको आफ्नै रेडियो गण्डकी 90.2 मेगाहर्जको विद्युतीय ध्वनि तरङ्ग मार्फत यसै बेला प्रसारण हुने कार्यक्रम समावेशी आवाजमा तपाईँलाई स्वागत छ। आजको श्रृङ्खलामा पनि हामी उपस्थित भइसकेका छौँ प्राविधिक सहकर्मी विश्व सुवेदी अनि म कार्यक्रम सञ्चालक रुद्र श्रेष्ठ मगर। तपाईँ यो कार्यक्रम विशेष गरेर हप्ताको 2 दिन बुधबार र बिहिबार यसै समयमा सुन्न सक्नुहुन्छ। दिउँसो 2 बजेदेखि 2:45 सम्मको पौने 1 घण्टाको समयमा तपाईँले यो कार्यक्रम सुन्न सक्नुहुन्छ। यो कार्यक्रममा विशेष गरेर हामीले विभिन्न जात जाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्गका विविध सवालहरूलाई उठाउँदै आइरहेका छौँ र कार्यक्रममा हामीले श्रृङ्खलाको हिसाबमा बुधबारको श्रृङ्खलामा तपाईँले विशेष गरेर प्रत्यक्ष कुराकानी सुन्न सक्नुहुन्छ भने बिहिबारको श्रृङ्खला तपाईँले सहकर्मी रोशनी गुरुङको साथमा अन्य विविध सामग्रीहरूको साथमा यो कार्यक्रम सुन्दै आइरहनु भएको छ। आज बुधबारको श्रृङ्खला हो र बुधबारको श्रृङ्खलामा विशेष गरेर हामीले कुराकानीलाई स्थान दिँदै आइरहेका छौँ। आजको श्रृङ्खलामा पनि हामीले कुराकानीलाई नै स्थान दिन गइरहेका छौँ र आजको कार्यक्रममा पनि एकजना अतिथि हाम्रो कार्यक्रममा पालिसक्नु भएको छ। उहाँसँगको कुराकानी आजको कार्यक्रममा रहनेछ र उहाँ हुनुहुन्छ प्रेमबहादुर कुमाल, कोषाध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्की र त्यसैगरी कुमाल समाज सुधार समिति कास्कीका अध्यक्ष पनि हुनुहुन्छ। उहाँसँगको कुराकानी आजको कार्यक्रममा रहनेछ। तर त्यो कुराकानी भन्दा अगाडि भने हामी एउटा सन्देशमूलक गीत सुन्छौँ। यो गीत पश्चात आजको कुराकानीलाई कार्यक्रममा हामी जोड्नेछौँ।
नाला पानी हो नुनका लागि लड्यो बर्मा घरका लागि नाला पानी चुनका लागि लड्यो रोल्पा बाँकी नै छ काला पानी सारा बाँकी कामहरू गर्छौ कहिले आफ्नो मनको नेपाल आफै आफ्नो मनको नेपाल आफै बनाउँछौ कहिले भन हे भूमि आफ्नो इतिहास आफ्नै हातले लेख्छौ कहिले भन हे भूमिपुत्र। जगदीश समाल मगरको स्वरलाई सुनायो कार्यक्रमको सुरुवातमा। निकै सन्देशमूलक गीत रहेको थियो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो गण्डकी 90.2 मेगाहर्जबाट कार्यक्रम हो समावेशी आवाज। आज हामी बुधबारको श्रृङ्खलामा रहेका छौँ। बुधबारको श्रृङ्खलामा विशेष गरेर हामीले कुराकानीलाई स्थान दिँदै आइरहेका छौँ। आजको कार्यक्रममा पनि कुराकानी नै रहनेछ र आजको कार्यक्रममा अतिथि हुनुहुन्छ प्रेमबहादुर कुमाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीका कोषाध्यक्ष हुनुहुन्छ। त्यसै गरी कुमाल समाज सुधार समिति कास्कीका अध्यक्ष पनि हुनुहुन्छ। उहाँसँगको कुराकानी आजको कार्यक्रममा रहनेछ। प्रेमजी, यहाँलाई स्वागत छ कार्यक्रममा। स्वागत छ। हजुर के गर्दै हुनुहुन्छ आजभोलि? आजभोलि घरमा काम गर्दैछु। अनि यो महासंघको खबर के छ? आजभोलिको चाहिँ महासंघले के गर्दैछ? महासंघले त अब अहिले काम त अब गरिरहेको छ। अब त्यो विश्वबाट बारेमा कुरा गर्छौं र कुमाल जाति भन्ने बित्तिकै एउटा आदिवासी हो र जनजाति पनि हो भन्ने कुरामा दुई मत छैन। तैपनि कति बेला लाग्न सक्छ कुमाल जाति भनेको के हो अथवा कुमाल जातिहरूको रहनसहन, संस्कृति, भाषा, धर्म के हो भन्ने बारेमा कतिपय मान्छेहरू अथवा धेरैभन्दा धेरै मान्छेहरू चाहिँ अनभिज्ञ हुन सक्छन्। उहाँहरूको निमित्त पनि आजको कार्यक्रमबाट पक्कै पनि ठुलो एउटा ज्ञान हासिल हुन्छ अथवा धेरै कुराहरू थाहा पाउन सक्नुहुनेछ भन्ने अपेक्षा पनि मैले लिएको छु यतिखेर। र सुरुवातमा हामी जाउँ, कुमाल जातिको परिचयबाटै जाउँ। तपाईँको विचारमा के लाग्छ, कुमाल जातिको परिचय दिँदाखेरि कुमाल जातिलाई कसरी चिन्ने? कुमाल जातिले चिन्न त अब लोन्छराहरूले चाहिँ सेतो कच्छा लाउने, हजुर, सेतो बोट लाउने, कालो स्टोकोट लाउने, हजुर, खुर्बेटो भेट्ने छ भने, हजुर, अनि फेरि महिलाहरूले चाहिँ मुगियाको साडी, हजुर, पहेँलो पड्का, हजुर, कालो चाहिँ चोलो, हजुर, अनि रातो घलेक लाउने चलन छ। र प्रायः जसो उनीहरू के छ भन्दाखेरि भने पहिलादेखि नै यो माछा मार्ने चलन भइरहेको हुँदाखेरि, हजुर, र उनीहरू त्यो खोलाको छेउमा प्रायः जसो बसेको देखिन्छ, हजुर। र यहाँ पहिला के थियो भने यो यसमा चाहिँ यो पाउल लाउँछ भनेर त्यतिखेर चाहिँ अरू जातिहरू बसेका थिएनन्, हजुर। र त्यो तालोहरूमा चाहिँ हाम्रो चाहिँ पहुँच थियो पहिला, हजुर, हामीले माछा मार्ने थियौँ। तर अहिले फेरि त्यो तालोहरूमा हामीले माछा मार्न पाइँदैन, अहिले चाहिँ नगरपालिकाले लिएको छ, हजुर। र त्यो अझै हामीले चाहिँ नगरपालिकासँग चाहिँ अब हामीले त्यो चाहिँ हामीलाई चाहिँ केही चाहिँ पुरा नभए आधा हिस्सा चाहिँ हामीले दिनुपर्छ। खोलाहरू हाम्रो हो, पहिलादेखिको हामीलाई चाहिँ त्यो चाहिँ आवश्यक, त्यो चाहिँ हामीले माग चाहिँ गर्न खोजेका छौँ, हजुर। र त्यस्तै वनमा पनि हाम्रो पहुँच हुनुपर्छ, हजुर। त्यो माग चाहिँ हामीले राखेका छौँ, हजुर। अझै पनि हामी नगरपालिकामा जान्छौँ, हजुर। अझ त्यो कुराहरू हाम्रो राख्छौँ, हजुर। पक्कै पनि कुमाल जातिको बारेमा विशेष गरेर तपाईँले भनिहाल्नुभयो, वेशभूषाको हिसाबले पनि हामी चिन्न सक्छौँ र अन्य कुराहरू पनि गरिहाल्नुभयो। र विशेष गरेर आदिवासी जनजाति मध्येमा पनि कुमाल जाति, कुमाल समुदाय चाहिँ विशेष गरेर अझै उत्पीडित देखिन्छ। अरू जातिको तुलनामा पनि अझै पहुँचमा नपुगेको एउटा समुदायको रूपमा रहेको छ कुमाल समुदाय। र हामीले कुमाल जातिलाई कसरी चिन्ने भन्ने विषय पनि हामी उठाइसकेका छौँ र केही यसको बारेमा विशेष गरेर वेशभूषाबाट हामी चिन्ने भन्ने कुरा पनि गरिसक्यौँ। कुमाल जातिको मूल थलो कहाँ हो जस्तो लाग्छ यहाँलाई? मूल थलो त यहाँ चाहिँ अहिले भनाइ त पाल्पामा छ, हजुर। र यहाँको बसेको पनि केही यहाँ पनि धेरै 2-3 सय वर्ष त यहाँ पनि बितेको देखिन्छ हाम्रो यो कास्कीमा पनि, हजुर।
र काशीमा पनि पहिला त्यो अनलाइन हुँदाखेरि यसमा बस्दाखेरि अब कुमालहरूले चाहिँ मुखिया चाहिँ चलाएर बसेको पनि थिए। हजुर त्यो पाइन्छ अझै पनि त्यहाँ चाहिँ पुरानो ढड्डाहरूमा पाइन्छ। हजुर र अहिले त हुन त अब अधिराज्यभरमा चाहिँ अहिले 68 जिल्लामा चाहिँ कुमालहरूको बसोबास भएको चाहिँ पाइन्छ। 68 जिल्लामा? हजुर हजुर। र कुमाल जातिको 68 जिल्लामा बसोबास छ भन्नुभयो। विशेष गरेर मुख्य गरेर कुमालहरूले एउटा मूल थलोको रूपमा अथवा चाहिँ आफ्नो बस्ती चाहिँ अलि घना रूपमा भनौँ न, अलिकति घना बस्तीको रूपमा रहेका ठाउँहरू कुन कुन हुन् विशेष गरेर? ठाउँ त झापा, हजुर, चितवन, पाल्पा, हजुर, स्याङ्जा, तनहुँ। हजुर, तनहुँमा बढी छ, धादिङ पनि बढी छन्। अनि गोर्खा, लमजुङ। अनि पाल्पामा छैन? पाल्पामा पनि छन्। पाल्पा पनि बढी नै छन्? बढी नै छन्। भन्नाले कुमाल जातिको एउटा आदिम थलोको रूपमा पाल्पालाई मानिएको छ? मानिन्छ। हजुर। पक्कै पनि जनसङ्ख्याको बारेमा कुरा गरौँ न। कुमाल जातिको जनसङ्ख्या ठ्याक्कै अनुमानमा याद छ यहाँलाई कति जति छ नेपालमा? नेपालमा अब अन्दाजी त यो अहिले योभन्दा एक दशक पहिलाको उसमा दिएको 2058मा 1 लाख भन्दा बढी छ भन्ने अनुमान छ। र विशेष गरी 2058को चाहिँ तथ्याङ्कलाई आदिवासी जनजातिहरूले चाहिँ मिथ्याङ्क हो भन्दै पनि आइरहेका छन् र यो सही छैन। विविध कारणले गर्दाखेरि यो सही छैन। आदिवासी जनजातिहरूको सङ्ख्या चाहिँ अझै बढी हुनुपर्नेमा कम छ भन्ने पनि गरिएको छ। तपाईँलाई के लाग्छ यो सन्दर्भमा? त्यो त कमै छ भन्नाले कम गरिया छ? कम नै छ। त्यो त बढी राम्रो डाटा चाहिँ निस्किएको छैन। पक्कै पनि। र अझै यो पोखरामा पनि बसोबास गरिरहेका छन् त्यो कुमालहरू। हजुर। र उनीहरूले के छ भने कसैले चाहिँ त्यो भर्ती हुनलाई क्षेत्री लेख्ने कोही त्यसो गरेर यहाँ पनि 150 घर जति चाहिँ पोखरामा पनि छ, नगरपालिका हुन्छ। हजुर। पक्कै पनि तपाईँले कुरा उठाइहाल्नुभयो। अब कुमालहरू चाहिँ क्षेत्री लेखेर भर्ती भएको भन्ने कुरा उठाउनुभयो। कतिपयले भन्ने गरेका छ नि कुमाल नै, मैले पनि थुप्रै भेटेको छु होइन, कुमाल दाजुभाइहरूलाई भेटेको छु। उहाँले के भन्नुहुन्छ भने हामी कुमाल हो तर उहाँ अझै हिन्दा बोध पाइयो कि उहाँहरूमा। अझै के भन्नुहुन्छ भने खै कुमाल त हो हामी त, म त अरूले चाहिँ चिन्दैनन्, कुमाल हो भन्दाखेरि चिन्दैनन् अरूले, अनि नचिनेपछि मैले त मगरै हो, अथवा चाहिँ नि मगर ठाउँमा बसेको भने मगर भयो, गुरुङ ठाउँमा गुरुङ, त्यस्तो भनिदिन्छु म त भन्ने जस्तो कुरा गर्नुभयो। र यो पहिचानको समस्या हो जस्तो लाग्छ कि के को समस्या जस्तो लाग्छ यो सन्दर्भमा? यो पहिचानको समस्या नै हो, तर कसैले चाहिँ माल पनि लेख्छन्। र हाम्रो संस्कारमा चाहिँ अझै पनि के छ भने कुमालहरूमा चाहिँ बाबुआमा मर्दाखेरि चाहिँ अरू जातिसँग नबोल्ने। हजुर। अझै पनि त्यो भेटिन्छ। हजुर। यो पोल्याङको त्यस्तो छ। हजुर। र हामीहरूको यहाँ त के छ भने हाम्रो कुमाल भाषा पनि छ। हजुर। तर हामीले यस्तो बाबुआमाले नबोल्ने भएर त्यसै हामीले आउँदैन। लमजुङ, हजुर, गोर्खा, हजुर, च्याङतिर उनीहरू त भाषै बोल्छन्। हजुर। र तपाईँलाई के लाग्छ यो कुमाल जातिको भाषाको कुरा आयो अनि त्यसपछि आएर विशेष गरेर कुमाल जातिलाई चाहिँ कतै कतै के कस्तो रूपमा पनि व्याख्या गरिएको छ भने यिनीहरू चाहिँ आदिवासी जनजाति चाहिँ अब हुन् भनेर त आयो होइन, तर चाहिँ विशेष गरी यिनीहरू आर्य मूलका हुन् भन्ने पनि भनिएको छ। तपाईँलाई के लाग्छ, आर्य मूलको हो अथवा या मङ्गोल के हो जस्तो लाग्छ तपाईँलाई? आर्य मूलको हो। आर्य मूलको हो। र विशेष गरी आर्य संस्कृतिको कुरा आउँछ। अब हामी संस्कृतितर्फ पनि जाँदैछौँ। मुख्य गरेर कुमाल संस्कृति भनेर चाहिँ कसरी बुझ्ने र के हो कुमाल जातिको संस्कृति, कुमाल समुदायको मुख्य मान्दै आएको संस्कार अथवा संस्कृति के छ त्यस्तो विशेषता? यो झ्याउरे नाच हुन्छ। हजुर। पाउँदुरे नाच हुन्छ। हजुर। अनि कडा नाच हुन्छ। हजुर। संस्कृतिमा विशेष गरेर झ्याउरे, कौरा हुन्छ। र यो संस्कृतिको सन्दर्भमा कुमाल जातिले यो संस्कृतिसँग जोडेर आएको कुरा छ। अर्को चाडपर्वको कुरा आउँछ र धर्म पनि त्यही सँगै जोडेर आउँछ। कुमाल जातिको ठ्याक्कै धर्म के? धर्म त हामी अब हिन्दी नै भनेर भन्छौँ। के अरे हिन्दू नै भन्नुहुन्छ? हिन्दू नै भनिन्छ धर्म। हिन्दू नै लेख्दै आउनु भएको छ? हिन्दू नै लेखेर आएको छ। र हिन्दू भइसकेपछि हिन्दू धर्ममा मानिने सबै चाडपर्व मानिने भयो? मानिन्छ। पक्कै पनि। र हिन्दू संस्कृतिसँग मेल खान्छ? खान्छ। भनेपछि सबै कुराहरू हिन्दू धर्मसँगै मेल खाने र संस्कृतिहरू पनि हिन्दू संस्कृतिसँग मेल खाने खालका चाहिँ त्यसरी छन् भनेर चिन्ता हुन्छ कुमाल जातिको। हुन्छ। र अब भाषाको कुरा गरौँ। यो भाषा बोल्ने ठाउँहरू मध्येमा विशेष लमजुङ लगायत भन्नुभयो। कुमाल जातिको भाषा चाहिँ अलिकति एउटा लोप भइसकेको अवस्थामा देखिन्छ। करिब करिब कतिपय ठाउँ बाहेक अन्यत्र नबोल्ने, भाषै नआउने त्यो समस्या छ कुमाल जातिमा। त्यो स्वयं मैले पनि केही कुमाल दाजुभाइहरूलाई भेट्दाखेरि उहाँहरूलाई कुमाल भाषा नआउने